हेलो गाइज, आज खुलेको आइपिओ र एफपिओ अन्तर्गत केही भिडियो बनाउन गइरहेको छु। राम्रोसँग हेरिदिनु होला र बुझ्नु होला कि कसरी यो सेयर भर्ने, सेयरमा लगानी गर्ने कि नगर्ने, यसमा सबै बुझेर मात्र तपाईहरुले सेयरमा लगानी गर्न सक्नुहुन्छ। आज खुलेको एफपिओ अन्तर्गत र आइपिओ अन्तर्गत यो भिडियो बनाउँदैछु। आइपिओ को खुलेको यो एभरेस्ट बैंक लिमिटेड डिबेन्चरद्वारा खुलिएको छ भने एफपिओ स्वरोजगार लघु वित्त वित्तीय संस्थान लिमिटेडबाट खुलिएको छ र आज म स्वरोजगार लघु वित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्कासित एफपिओ भर्न गइरहेको छु। यसमा चाहिँ पर किताको 100 रुपैयाँको हिसाबले नम्बर अफ शेयर इस्यु चाहिँ 19,195,773 किता खुलिएको छ। यसमा चाहिँ म्याक्स युनिक क्वान्टिटी भनेको 1000 मात्र भन्नाले तपाईले 10 किता मात्र भर्न सक्नुहुन्छ र म यसमा भर्न गइरहेको छु। तपाईको बैंकसँग लिंकेड छ भने यसरी सर्ट आफै आउँछ। तपाईले यहाँ एप्लाई कितामा 10 किता भन्दा बढी भर्न पाउनुहुन्न। त्यसैले यहाँ सीआरएन नम्बर पनि भर्नुपर्छ। साथै यसरी एप्लाई भइसकेपछि ट्रान्ज्याक्सन पिन हाल्नुपर्ने हुन्छ। यसरी हालिसकेपछि एप्लाई गरिदिनुस्। एप्लाई गरेपछि सिम्पली तपाईले केही गर्नै पर्दैन। एप्लाई सक्सेसफुल भइसक्यो। तपाईको पछि कसरी त्यो शेयर पर्या छ कि छैन भनेर हेर्नको लागि करेन्ट इस्यु यति भएको भन्दाखेरि यता एप्लिकेसन रिपोर्टमा जानुहोस्। तपाईले रिपोर्टमा गएर टच गरिसकेपछि त्यो शेयर जब